हरिमर्जन जेएनजी आन्दोलनमा अब 4-5 दिन त्यस्तै भयो, ल्यान्डमेन्ट भयो, पसल बन्द भयो, व्यापार गर्न पनि पाइएन। अब त्यो हिसाबले अब अहिले त्यो 24 गतेको अथवा त्यो हिसाबले अब अहिले अब अलिअलि ठिकै छ। कोरोनाको लकडाउनदेखि नै ल्याङफ्याङ छ। अब धेरै पसल भएर हो कि धेरै बजार भएर हो कि पहिला त थिएन, आजभन्दा 3-4 वर्ष अगाडि त खासै त्यस्तो बजार थिएन यहाँ। अहिले चाहिँ अब धेरै बजार भयो, धेरै पसल भयो, त्यो हिसाबले व्यापार अब अलिकति कमै छ भनौँ न। वीरेन्द्र कुमार सिंह पहिलाको भन्दा त अहिले व्यापार त खस्केकै हो। सुरुमा त तपाईँको चाहिँ कोरोनालाई खायो, कोरोनालाई खाइसकेपछि त्यहाँदेखिको त अलिकति हल्का पिकअप ल्याएको थियो। त्यहाँदेखिको आयो जेएनजी आन्दोलन आएपछि त झन् अहिले चाहिँ थोप्पै छैन अहिले व्यापार स्यापार त अहिले एकदमै पुरै। अब अहिलेको सरकारलाई त हामीले त अब के भन्नु, अब खासै त्यस्तो त अब हामीले अब भनेर नै चाहिँ केही बेला हुने छैन होइन, केही हुने बेला छैन। अब त्यसले गर्दाखेरि त अब के भन्नु हामीले अब त्यस्तो। मेरो नाम निर्मला श्रेष्ठ। जेएनजी आन्दोलनको अगाडि अलिअलि थियो, अहिले त ठ्याम्मै छैन। रमनजी साहब छैन व्यापार अहिले कति पनि छैन, अगाडि अलिअलि थियो। सरकारलाई के सुझाव दिने? अब हामीले भनेको सरकारले टेर्ने होइन, उहाँले भनेको हामीले टेर्नुपर्छ। हामीले भनेको अब के सुन्छ होइन। योभन्दा अहिलेको सरकार पनि त्यही हो, योभन्दा पहिलाको सरकार पनि त्यही हो। सबभन्दा राम्रो राजावादी राम्रो, किन हामीले महेन्द्र सरकार त हामीले भेटेनौँ, वीरेन्द्र सरकारसँग हामीले भेट्यौँ। हामी पञ्चायतकालको पनि मान्छे हो, पञ्चायत पनि देख्यौँ। ती बहुदलभन्दा त पञ्चायतकालै राम्रो थियो नि होइन त। अब हाम्रो बाउहरूले भन्नुभएको हिसाबमा महेन्द्र सरकार पनि धेरै राम्रो, तर यो बहुदल भने त अलि देश मात्रै स्वाभ हो, के छ केही पनि छैन। इन्डियाको बोर्डर पारी भन्यो, आफ्नै नेपालीको जग्गा छ, त्यो एउटा सुल्टाउनु सकेको छैन। उनीहरूको आफन्त मात्रै हेरेको छ। अब के भन्ने, उनीहरूलाई भनेर सरकारलाई हामीले भनेर के टेर्ने भए त हो नि, यसो गरौँ उसो गरौँ भने भए त हो। हामीले भनेर मान्दैनन्। उनीहरूले भनेको चाहिँ हामी टेर्नुपर्छ। जस्तो बालेन शाह आए होइन, काम त राम्रो गरे, तर अब हाम्रो पसल अगाडि पेटी अगाडि राख्न दिँदैनन्। भएको घरको छाना सबै काट्न लाए होइन। अब सरकारले राम्रो गर्छु भनेर आउँछन्, अब खाडी मुलुकमा सब जनता पठाउँछन्, युवाहरू भनौँ न। अब देशमा रोजगारी छैन, भएको कल कारखाना सब बेचेर खाए होइन। हामीलाई थाहा छ नि, हरेक कल कारखाना छ। अब जस्तो जनकपुर चोर कारखाना, गोरखखाली टायर, जुट मिल, अब भिटकोटी कारखाना, छाला जुत्ता बाँसबारीको भयभरको चिनी मिलहरू इधर उधर सब बेचेर खाए। अनि रोजगार छैन, बिती छिन त पर्यो। अब त्यो त अब त्यो त राजनीतिक अब चहल पहल त खास हामीलाई अब त्यति थाहा छैन होइन। त्यो त अब हुन्छ कि हुँदैन भन्ने कुरो चाहिँ हामीलाई चाहिँ, किनभनेदेखि अहिले चाहिँ सिचुएसनै त्यस्तै छ, त्यसले गर्दाखेरि मलाई चाहिँ लाग्दैन जस्तो छ विश्वास। त्यो त अब भन्न त अब जेएनजीहरूले हामी चुनाव गराउनु दिँदैनौँ भनेका छन्, यिनीहरू नेताहरू लागि परेका छन्, के हो कसो हो। अब हामी त्यतापट्टि जाँदैनौँ, जुन योभन्दा पहिलाको सरकारपट्टि हामी जाँदैनौँ। अब हामी आफ्नै हिसाबले काम गर्छ, कसलाई दिनुपर्ने हो भोट त्यसलाई दिने हो। अब मेरो हिसाबमा त म त भक्तपुरको वासी हो, म त नारायणमान बीच चाहिँ हाम्रो मादललाई दिने। चुनाव होला जस्तो छ नहोला जस्तो छ, 50-50। अब होला नहोला त्यो त मलाई थाहा भएन, खोइ हुँदैन जस्तो छ। शान्तिपूर्वक चुनाव होस् विश्वास त छ, हुन्छ होला नि। अब हाम्रो यो ज्ञानेन्द्र राजा आउँछ भनेर भन्दैन, फेरि के हो अब उनीको हामीलाई थाहा थिएन। अब जुन जसले जित्छ उसैले हाल्ने त अब हालिदिने, अब जिते जाने भोट हाल्नु परेन।